Welcome to All in on Applause. मात्र गनाउँछ मैले आलु त खान्छु भनिहाले दिदीलाई अब मलाई खान्न आउँछ कि आउँदैन भगवान दिदीलाई त आउँछ भनिहाले र मलाई आउँदैन नै हे भगवान मलाई सिकाइदेऊ है तपाई बिना म केही गर्न सक्दिन प्लिज मलाई सिकाउनु अल्लाह हे रब्बी हे भगवान मलाई सिकाइदिनु भगवान म पनि त मान्छेको बच्चा हो नि जनावरको बच्चा हैन यति नाथे त खान आउँछ एकताल गर्छु ए आइहाल्छ नि यति नाथे त यो सिङ चाहिँ किन बनाएको होला ए अरूहरूले चोर्छ भनेर हाम्रो बाले लगाएको हो र अनि अरूहरूलाई पनि यसरी सिङले हान्नु पर्यो नि त सजिलो तर चाहिँ यति जिनै यति पनि सक्दै थिइनँ तर आलु नै पो निक्लिँदै छैन त आलु नै निक्लिँदै छैन त ए अलिक डरो हान्नुपर्छ होला ए भगवान आलु नै निकालिन त अब दिदीलाई मार्छ होला के गर्नु नै भगवान मलाई त यो आलु नै निकाल्न आएन ला म के गर्नु अब आया आलु कति अलिक खरिस हैन भाइ के चाहिँ गर्दैछस् आलु खानेको आलु अनि यसरी चाहिँ खानु त आलु अनि यसरी त खानु नि यो अरूहरूलाई हान्न सिङ बनाएको तपाईँले गरेर हान्छु नि यो कुन चाहिँ सिङ भन्छस् हाम्रो बाउले यस्तो दुईटा सिङ बनाएको क्या अरूहरूलाई यसरी हान्न अरूहरूले चोरो भने हाम्रो यो कोदालो अनि अरूहरूलाई कोदालोले यसरी सिङले हान्ने हाम्रो बाले त्यसै गरी यो एउटा सिङ यसरी हान्नको लागि बनाएको यो खतरा सिङ हो नि यसरी हान्ला अब गली नै सक्यो के कोदालोदेखि खानु ला हुँदै छैन हौ दिदी यो सिङले तपाईँले हान्दै खेदाम होस् खेदाउँदिन एउटा आलु निक्ल्यो हे भगवान कस्तो भएछ नुहाउनु भएछ नि अब यो आलु काटेर आङ खाने हो हैन अब भाइ यो त यसरी खन्ने यो त काँटाले पो खन्ने त यसरी खन्ने हो यसरी हैन त हैन त्यो त सिङले पो बनाएको अरूहरूलाई हान्नको लागि गोरु हाम्रो नजिक आयो भने त्यहाँ गोरुको सिङ र हाम्रो सिङले यसरी दिने हो यसरी यो कोदालो हैन त्यो त काँटा पो यसको दुईटाले यसरी खन्ने र आलु पनि निकाल्नु हो त कहाँ यसरी खन्नु त यसरी ठुक्का यसरी हैन त यसरी पो खन्नु त यसरी हैन बाले यो बल्ल बल्ल बनाएको कसरी यसलाई यसरी खन्नु यसरी खान भन्दा यो भाँचिहाल्छ नि भाँचियो भने अरूहरूलाई यसरी हान्न मिल्दैन के तपाईँ पनि एक नम्बरको बुद्धु जस्तै हुनुहुन्छ यो त एउटा सिङ पो त यसले अरूहरूलाई यसरी हान्ने यसरी तपाईँ जानु हट्नु म खान्छु हाम्रो दिदीले पनि यो कोदालोको सिङ यसरी खनेर कोदालोको सिङ भाँचाउन खोज्दै रहेछ यसलाई थाहा नै छैन अब खन्न थाल्छु धेरै भरिँदैन र यो आलुको डोको
भने यसरी तर यो सिङ भाँच्यो भने त खत्तम हुन्छ त सोनाको सिङ सोना यसले त टाउको साउको जिउ सिउ भाँचाइदिन्छ बाख्राहरूको खानु पर्यो मिल्ने छैन दिदीले त एक बोरा आलु ल्याउन पठाएको थियो तर ल्याउन सक्दिनँ होला घर जान्छु होला अनि आलु नै सिद्धिएछ बारीको भनिदिन्छु होला त्यस्तै गरौँ न के हुन्छ मार्नुहुन्छ होला तर के गर्नु हल्का रमाइलो खान्छु रे हल्का रमाइलो मजा खन्दा खन्दा म त गएँ अब अलिक एक्सर्साइज चाहिँ गरौँ न अहिलेसम्म एक पाती आलु दुई पाती आलु लाउनु होला हल्का रमाइलो खाना खान्छु आइया मेरो हातै बलिसक्यो अब त घर जानु पर्छ होला घर जानु पर्यो राति भयो अब टाइम चाहिँ हेरिहालौँ न घडी पनि त छैन तर नारी बजेर हड्डी मिनट भएछ खन्दै गर्छु अब त जानु पर्यो अल्छी मात्र लाग्दैछ एक पाटी चाहिँ होइन यहाँ तीनवटा आलु चाहिँ भेटाएँ भनेर भन्नुहुन्छ ए साथीहरू तपाईहरू पनि म जस्तो आलु चाहिँ नखानु है हल्का